एमाले अध्यक्ष केपी शर्मा ओली र रासोपा वरिष्ठ नेता बालेन शाह बीचको चुनावी भिडन्त झापा 5मा मात्रै सीमित बनेको छैन। यी दुई बीचको भिडन्त डिजिटल दुनियाँको शक्तिशाली साइबर युद्धमा पनि प्रवेश गरेको छ। एमाले अध्यक्ष ओलीको पब्लिक डिबेट गर्ने स्ट्याटसमा बालेनले हत्यारासँग एउटै मञ्चमा नबस्ने जवाफ फर्काएपछि यो विषय निर्वाचन आयोगसम्म पुग्यो। त्यसपछि ओलीले भदौ 23को घटनाबारे गलत प्रचार फैलाइएको बताउँदै लामै अर्को स्ट्याटसमा लेखे, प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिन्छ, यो कुरा पूर्ण रूपमा निराधार छ। हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन र त्यो आदेश मैले कहिल्यै दिएको पनि छैन। आदेश दिन सोच्न पनि सक्दिन। माइती घरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद भवन जस्तो कानुनले बल प्रयोग गर्नै पर्ने ठाउँतर्फ कसले, किन र कसरी लग्यो, यो प्रश्नको पनि जवाफ खोज्नुहोला भन्दै ओलीको 448 शब्द लामो उक्त स्ट्याटसमा 90,000 भन्दा बढी रियाक्सन आएको छ, जसमा 36,000ले लाइक मात्र गरेका छन् भने 31,000ले हाहा रियाक्सन गरेका छन्। 17,000ले उनको स्ट्याटसमा एङ्ग्री रिसाएको रियाक्सन गरेका छन् भने 3,000ले मात्र लभ मन पराएको रियाक्सन गरेका छन्। 4200ले सेयर गरेको उक्त स्ट्याटसमा 50,000 कमेन्ट आएका छन्। तर ओलीले कमेन्ट गर्न आउने प्राय सबैलाई रिप्लाई गर्न मोहन पोखरेलको फेसबुक कन्टेन्टको सहारा लिएका छन्। केपी ओलीले सहारा लिएको उक्त भिडियोमा के छ त? केपी ओलीले गोली हान्न मौखिक या लिखित, औपचारिक या अनौपचारिक आदेश दिएको एउटा सानो प्रमाण पनि कसैले देखाउन सक्छ? ठन्डा दिमागले सोचौं, जसले केटाकेटीलाई ढाल बनाएर आफ्नो उद्देश्य पूरा गर्न प्रयोग गर्यो, जसले केटाकेटीको भविष्य सकायो, आज उही एमाले र केपी ओलीलाई सकाउन लागि परेको छ। मोहन पोखरेल एमाले विरुद्ध बोल्नेहरूको सातो खाँदै बचाउमा भिडियो कन्टेन्ट बनाउने गर्छन्। पोखरेलले रासोपा र बालेनको फेसबुकमा आएको लाइक फेक हो भनेर चिरफार गरेका छन्। हुन त पोखरेलले बनाएको भिडियो कन्टेन्ट तथ्य र तर्कमा कुनै बिग मिडियाका सम्पादकको भन्दा कम छैन। तर पनि पोखरेलले जस्तै एमाले समर्थकहरूले 23 गतेको घटनाबाट ओलीलाई चोख्याउने खालका भिडियोको बाढी नै ल्याएका छन्। बालेनका अहिले फेसबुक फलोअर्स 3.4 मिलियन अर्थात् 34 लाख छन् भने केपी ओलीका 7,25,000 फलोअर्स छन्। ओली आफै पनि आफ्नो फेसबुकमा लाइक कमेन्ट नआएको भन्दै लाइक कमेन्ट गर्न आग्रह पनि गर्छन्। अहिले ओलीले चुनावी मैदानमा भन्दा पनि साइबर युद्धबाटै प्रतिकार गर्ने नीति लिएका छन्। 10 वटा कमेन्ट गर्नुहोस्, कम से कम लाइक त दिनुहोस् बाबा। के छेउमै हुन्छ लाइक, त्यो गाह्रो कुरै छैन। लाइक कमसेकम त्यति गर्न सकिन्छ। प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर 5 को चुनावी प्रतिस्पर्धा भद्र बहसबाट मोडिएर गम्भीर व्यक्तिगत र राजनीतिक आरोप प्रत्यारोपको चरणमा प्रवेश गरेको छ। पछिल्लो समय ओली र बालेनको साइबर युद्धले नेपालको राजनीति थप गरमाएको छ। मधेस र युवाको आक्रोश बीच थपिएको नयाँ मोड। यसअघि नै ओलीले दमक र मधेसको तुलना गर्दै दिएको गुइठा टिप्पणीका कारण मधेसमा उनको पुतला दहन भइरहेको छ। ओलीको उक्त छुच्चो बोलीले एमालेलाई रक्षात्मक बनाइरहेका बेला बालेनको पछिल्लो बहिष्कारले ओलीको पब्लिक डिबेट गर्ने र आफूलाई उच्च देखाउने योजनामा समेत धक्का पुर्याएको छ, जसले गर्दा ओली आफै आफ्नो बचाउमा आउनुपर्ने बाध्यता आइपरेको छ। यो द्वन्द्व 2082मा 81 सुरु भएको होइन। यसको बिउ बालेन मेयर हुँदा र ओली प्रधानमन्त्री हुँदा नै रोपिएको थियो। रोचक पक्ष त के छ भने मेयर निर्वाचित भइसकेपछि बालेन आफैले केपी ओलीलाई भेटेर सकारात्मक सम्बन्ध सुधारको प्रयास गरेका थिए। एक नयाँ जनप्रतिनिधिका रूपमा उनले केन्द्र सरकार र प्रमुख प्रतिपक्ष दलसँग समन्वय गरेर काम गर्ने इच्छा देखाएका थिए। तर ओलीले बालेनको त्यो आगमन र काठमाडौँका जनताले उनलाई दिएको भारी मतको गहिरो राजनीतिक अर्थलाई खासै महत्त्व दिएनन्। ओली जस्तो चतुर राजनीतिज्ञले काठमाडौँवासीले किन एउटा स्वतन्त्र युवालाई रोजे भन्ने कुराको वस्तुनिष्ठ विश्लेषण गर्न चुके। त्यसैले झापा 5 को यो प्रतिस्पर्धा अब केवल विकास र एजेन्डाको लडाई रहेन, यो विगतको हिसाब किताब र प्रतिष्ठाको महासंग्राम पनि बनेको छ।
बालेनको यो आक्रामक शैलीले उनका समर्थकलाई उत्साहित बनाए पनि चुनावी मैदानमा यसले कस्तो प्रभाव र समीकरण बनाउँछ, साइबर स्पेसको लाइक र कमेन्ट ब्यालेट बक्समा मत बनेर खस्छ वा खस्दैन, त्यो त समयले बताउला।